धेरै वर्ष अघिदेखि सुन्दै आएको नमिता र सुनिताको हत्याकाण्डको विषयमा एउटा मैले भिडियो प्राप्त गरेँ। यो एकदमै धेरै कौतूहलता थियो, धेरै नै जिज्ञासा थियो र मान्छेको मुखबाट सुन्दाखेरि त्यति डिटेल राउन्डसँग सुनिया थिएन। एउटा भिडियो आज सुन्ने मौका पाएँ। यो तपाईँहरू पनि सुन्नुहोस् होइन, हेर्नुहोस्। केही न केही पक्कै पनि बुझ्नुहुन्छ, गेस गर्न यिनी सक्नुहुन्छ। हुन् नमिता भण्डारी र सुनिता भण्डारी, काठमाडौँको लाजिमपाटकी दुई दिदीबहिनी जो पोखरा घुम्न गएर कहिल्यै फर्किएनन्। उनीहरूको हत्या भयो, बलात्कार भयो, लास सेती नदीमा फालियो र हत्या गर्नेहरू सायद आजसम्म खुला हिँडिरहेका छन्, किनभने हत्यारा साधारण मान्छे थिएन। हत्यारा राज दरबारसँग जोडिएका मान्छे थिए र नेपालको राज्य संयन्त्रले, प्रहरीले, सरकारले, दरबारले मिलेर यो सत्य 45 वर्षसम्म थुनेर राख्यो। कुरा हो विक्रमसम्म 2038 साल जेठको। काठमाडौँको लाजिमपाट टोलमा माधवराज भण्डारी भन्ने एकजना भद्र मान्छे बस्थे। कलकत्तामा शाही नेपाली महावाणिज्य दूतावासमा काम गरेर फर्किएका, समाजमा नाम इज्जत भएका मान्छे। उनको परिवार राम्रो थियो। छोरा प्रदीप कलकत्तामा MBBS पढ्दै थिए। जेठी छोरी अजिताको विवाह भइसकेको थियो र घरको उज्यालो थिइन् माइली छोरी सुनिता र कान्छी छोरी नमिता। कलकत्ताको राम्रो अङ्ग्रेजी स्कुलमा पढेर आएका दुवै दिदीबहिनी काठमाडौँको अमृत साइन्स क्याम्पसमा बायो ग्रुपमा पढ्दै थिए। पढाइमा यति तेज थिए कि त्यो बेलाको राजधानी पत्रिकाले उनीहरूको फोटोसहित प्रतिभाशाली छात्रा भनेर छापेको थियो। उनीहरूकी घनिष्ठ साथी थिइन् निरा पराजुली, ठ्याक्कै छिमेकमा सरकारी कर्मचारी थिरमणी पराजुलीकी छोरी। जेठ महिनामा काठमाडौँभरि विद्यार्थी आन्दोलन चलिरहेको थियो। स्कुल कलेज बन्द थिए। यही मौका छोपेर 3 जना साथीले एउटा योजना बनाए। केही दिन पोखरा घुमेर आउने। नमिता र सुनिताका लागि यो पहिलो पोखरा यात्रा थियो। मनमा कति उत्साह थियो होला। जेठ 18 गते बिहान 7 बजे उनीहरू बा अ 190 नम्बरको बसमा चढे। साथमा दाजु बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो भतिजो विनय पनि थिए। घरबाट बिदा हुँदा तीनैजनाले बाबुआमालाई हात हल्लाए। अनुहारमा अबोधपनको एउटा सफा चमक थियो, जुन खाली जिन्दगीसँग गाँसिएको हुन्छ, मृत्युसँग होइन। साँझसम्म पोखरा पुगे। बल्लभको बगाले टोलको डेरामा बसे। निरा आफ्नो काकाको घरमा गइन् र पोखरामा केही दिन खुसीसँग बित्यो। तर त्यही बसमा काठमाडौँदेखि पोखरासम्म 2 जना अपरिचित केटाहरू पनि थिए। हुने खाने परिवारका देखिन्थे। राम्रो लुगा थियो तर हातमा घडी थिएन भनिन्छ। उनीहरू बारम्बार चुरोट पिउँथे, बेचेन देखिन्थे र सानो विनयलाई बिस्कुट दिएर घुलमिल हुने कोसिस गर्दै थिए। नमिता र सुनितासँग गएका साना विनय, कहाँ बस्छौ, कहाँ घुम्छौ, यस्तै प्रश्न सोध्दै थिए ती बालकलाई। पोखरा बस पार्कमा ओर्लेपछि ती केटाहरू गए भन्ने लाग्थ्यो। तर भोलिपल्ट बगाले टोलमा पनि उनीहरू देखा परे। जेठ 23 गते पोखरामा 6औं दिन घरको न्यास्रो पनि लागेको थियो होला। सुनिताले घरमा पत्र लेखिन्। सानो पत्र, मिठो शब्द, छोरीको हस्ताक्षर। तर त्यो पत्र कहिले घर पुग्न पाएन, किनभने त्यो पत्र लेख्ने हात अर्को दिनदेखि सदाका लागि चुप भए। जेठ 24 गते शुक्रबार बिहान सबैले तीनैजना बेगनासताल घुम्न हिँडे। मुखमा हाँसो थियो, मनमा उत्साह थियो, पाइलामा हल्कापन थियो र त्यसपछि तीनैजना सदाका लागि हराए। फेरि कहिले देखिएनन्। 2 दिन बित्यो, कसैले खोजेन। सबैले सोचे एक अर्काकोमा गए होलान्। जेठ 27 गते मात्रै निरागी हजुरआमाले बल्लभको डेरा पुगेर सोद्धा थाहा भयो तीनैजना बेपत्ता छन्। खोजी सुरु भयो। जेठ 29 गते पोखरा एयरपोर्टमा माधवराजले पाइला टेक्ने बित्तिकै कसैले खबर दियो, सेती नदीको किनारमा पृथ्वीनारायण क्याम्पस मुनि एउटी युवतीको लास भेटिएको छ। सबै हस्पिटलतिर दौडिए र हस्पिटलमा पुगेर माधवराजले जे देखे त्यसले उनको जिन्दगी सधैँका लागि रोकिदियो। कम्बरमाथि लगभग निवस्त्र अवस्थामा त्यो लास उनकी कान्छी छोरी नमिताको थियो। घाँटीमा झुन्डिएको ब्यागमा दुवै दिदीबहिनीका परिचय पत्र थिए, जसले भन्दै थियो जेठी पनि कतै छिन् तर सायद बाँचेकै छैनन्। माधवराजको होस उडेर गयो। आमा बेहोस भएर त्यहीँ ढलिन्। जुन छोरी खाना खाएर घुम्न हिँडेकी थिइन्, उनी आज यस्तो अवस्थामा। कुन बाबुको मुटुले यो सहन सक्थ्यो होला। पोस्टमार्टमका लागि लगिएको नमिताको लासलाई अस्पतालका सुपरिन्टेन्डेन्ट डाक्टरले भोलि आउनुहोस् भनेर फर्काइदिएका रहेछन्। एउटा बाबु आफ्नै छोरीको पोस्टमार्टमका लागि भन्दैछ र डाक्टर भोलि आऊ भन्दैछ, किन? त्यो प्रश्नको जवाफ पोस्टमार्टमको रिपोर्टमा लुकेको थियो। जब पोस्टमार्टम भयो, रिपोर्टमा लेखियो पानीमा डुबेर श्वास लिन नसकेर मृत्यु भयो। बस यति मात्रै। तर नमिताको टाउकोको हड्डी फुटेको थियो। देब्रे कन्सर्टभन्दा पछाडि रगत जमेको थियो। योनीबाट रगत बगिरहेको थियो। यी सबै कुरा रिपोर्टमा लेखिएन। माछाले खाएको भनियो, तर माछाले खाएको ठाउँमा रगत कसरी आउँछ? मरेपछि मात्रै माछाले खान्छ होइन, मरेको लासमा रगत कहाँबाट आउँछ? यो कुरा किशोर श्रेष्ठको पुस्तक र कान्तिपुरले लेखेको छ। यो प्रश्न डाक्टरले आफैलाई सोध्नुपर्ने थियो। सोधेनन्, किनभने सोध्न दिएको थिएन। असार 6 गते सेती नदीको बगरमा अर्को लास फेला पर्छ। घोप्टो परेको अवस्थामा घाँटीमा सल्ले दोहोरो गाँठो पारिएको थियो। सुरुवाल थिएन, भित्री लुगा दोब्रिएको थियो। त्यो लास थियो जेठी छोरी सुनिताको। उनको पोस्टमार्टम रिपोर्टमा पनि बलात्कारको एउटा शब्द पनि थिएन। र साथी निरा
निरा आजसम्म फेला परेकी छैनन्। जीवित छिन् कि मारिदिए कसैलाई थाहा छैन। माधवराज प्रशासनको भरमा बसेनन्, आफ्नै अनुसन्धानमा लागे। खोज्दा खोज्दै एउटा सुराग भेटियो। जिल्ला वन कार्यालयमा काम गर्ने एकजना सामान्य वनपाले चुडामणी अधिकारी। उनी जहिले क्याम्पस मुनिको कोठे साँगो तरेर सेती नदी पार गरेर आफ्नो घर जान्थे। ठ्याक्कै त्यही ठाउँ जहाँ नमिताको लास भेटिएको थियो। माधवराज वन कार्यालय गए, चुडामणीसँग भेट भयो, कुराकानी सुरु भयो र ठ्याक्कै त्यही क्षणमा जसरी सिनेमामा हुन्छ नि, दुईजना प्रहरी आइपुगे। बिना कुनै कारण दुवैलाई उठाइयो, डिएसपी कार्यालय लगियो। दिनभर थुनामा राखियो, साँझ छोडियो। तर भोलिपल्ट बिहान 10 बजे फेरि हाजिर हुन भनियो। असार 5 गते बिहान घरबाट निस्किँदा चुडामणीले आफ्नो हातको घडी फुकाएर जेठी श्रीमती टिकादेवीको हातमा राखिदिए र छिमेकी गुरुङबालाई भने, गुरुङबा, प्रहरीले बोलाएको छ, म आज फर्किन पाइनँ भने बुढीलाई चिन्ता नगर्नुहोस् भनिदिनुहोस्। यो शब्द सुन्दा मुटु भारी हुन्छ। एउटा मान्छेलाई थाहा थियो आज फर्किन्न भन्ने, तर गयो किनभने के गर्थ्यो र बिचरा। असार 12 गते चुडामणीको लास रामघाटमा फेला पर्छ। शरीर कालो भइसकेको, हातको बुढी औँला भाँचिएको, काखीमुनि एकातिर साना प्वाल र अर्कोतिर ठुलो घाउ। तर पोस्टमार्टम रिपोर्टमा लेखियो गिद्धले खाएको। के उनले नमिता वा सुनिताको हत्या हुँदै गरेको देखेका थिए र कसैले उनलाई मारिदियो? यदि गिद्धले खाएको हो भने लासको अरू भाग किन खाएन? र लास भेटिएको केही घण्टाभित्रै हतार हतार जलाइयो। जलाउनुभन्दा पहिले उनको कमिज गायब भयो। 6 वर्षकी छोरी, 2 छोरा, बिरामी श्रीमती छोडेर मारियो चुडामणीलाई। किनभने उनले जे देखेका थिए सायद त्यो उनलाई मार्ने कारण थियो। अब बुझ्नुहोस् कसले गर्यो यो सब। त्यो बेलाको साप्ताहिक पत्रिका साँगोले लेखेको थियो, हत्यारा 3 जना छन्, अत्यन्तै प्रभावशाली मान्छेका छोराहरू। त्यहाँ लेखिएअनुसार हत्याराहरू भोलिपल्टै काठमाडौँ फर्किसके। एउटाको मुखमा कोतारिएको थियो, जसको उपचार डाक्टर कहाँ लाँदा हल्ला हुन्छ भनेर घरेलु उपचार गराइयो। बुझ्नुभयो अर्थ? 3 किशोरीले मर्नु अघि लडेकी थिइन्, नङले कोतारेकी थिइन्, हात हालेकी थिइन् आफ्नो ज्यान बचाउन, र त्यो लडाइँको निशान हत्याराको मुखमा थियो। घटनाको अनुसन्धान यति नजिकसम्म पुगिसकेको थियो भने कारवाही किन गरिएन? अब 1% मात्रै अनुसन्धान बाँकी राखेर किन 45 वर्षदेखि यो घटना रोकाएर राखियो? तर भनौँ अनुसन्धान अझै पूर्ण चाहिँ भएको छैन। यदि पूर्ण हुन्थ्यो भने सायद कारवाही हुन्थ्यो होला, वा पूर्ण गर्न दिइएन। किन? कारवाही हुनेहरू खानदानी थिए। त्यो भएर अनुसन्धान कम्प्लिट नभएसम्म हामीले यो दोषी थियो भनेर किटेर भन्न मिल्दैन। जेठ 24 गते हराएकै दिन 3 जना केटीहरू फेवातालमा 2 युवकसँग डुङ्गामा बसेका देखिएका रहेछन्। त्यसपछि साँझ 5 बजे पृथ्वीनारायण क्याम्पसको चौरबाट बचाउ बचाउको ठुलो आवाज आएछ। अनि एकैछिनमा कुर्ता सुरुवाल लगाएकी एउटी सानी केटी काठे साँगोबाट सेती नदीमा हामफालिन्। त्यो नमिता थिइन्। अनि उनी बाँच्न खोज्दै थिइन्, भाग्न खोज्दै थिइन् र नदीमा हामफाल्दा पनि बाँच्ने आशाले हामफालेकी थिइन्। सोच्नुहोस्, 16 वर्षकी केटी नदीमा हामफालिरहेकी छे, पछि कसले खोज्यो? अनि अनुसन्धानकर्ताले जे नाम खोजेर निकाले त्यो नाम सुन्दा घाँटी सुक्छ। यो आर्टिकल हेर्नुहोस्। र अब सबैभन्दा घृणित कुरा सुन्नुहोस्। विक्रम सम्वत 2058 साल राजा वीरेन्द्रको दरबार हत्याकाण्ड भएको थियो। पुरा नेपाल शोकमा डुबेको थियो। मान्छेहरूको ध्यान त्यतै थियो। ठ्याक्कै त्यही 10 दिनभित्र जब कसैको आँखा अर्कोतिर थिएन, पोखरामा रहेको पुनरावेदन सरकारी वकिल कार्यालयले एउटा गोप्य पत्र पठायो, हाललाई कसै उपर मुद्दा नचलाउने। बस यति मात्रैले 20 वर्षदेखि लम्बिएको नमिता, सुनिता, निरा र चुडामणीको हत्याकाण्डको फाइल थुनिदियो भनिन्छ। कस्तो संयोग होला र? दोषीहरू खुल्ला हिँड्छन्, पीडितका बाबुले न्याय खोज्दा खोज्दै मर्छन् र मुलुक चुप लाग्छ। माधवराज भण्डारीले जिन्दगीभर लडे। त्यसपछि सरकारले माधवराजलाई वीरगञ्ज चिनी कारखानाको अध्यक्ष बनाएर पर्सा पठाइदियो। 2 छोरी भर्खरै गुमाएका मान्छेलाई 6 वर्ष तराईमा थन्काइयो। पछि काङ्ग्रेस सरकारले उनको जागिर नै खोस्यो भनिन्छ। र अन्तमा कोरोना कालमा माधवराज यो दुनियाँ छोडेर गए, छोरीको न्याय नपाइकन। जेठा छोरा प्रदीप, जो कलकत्तामा डाक्टरी पढ्दै थिए, बहिनीको हत्याको खबर सुनेर मानसिक रूपमा विक्षिप्त भए, पढाइ छोडे। अहिले उनी कहाँ छन् थाहा छैन। निरा पराजुलीका बाबु थिरमणी पराजुली 2057 सालमा बिते। छोरी कहाँ छिन् नजानिकन। र निरा आफै 45 वर्ष बित्यो, एउटा खबर पनि छैन। यो देश कस्तो देश हो जहाँ 16-18 वर्षकी किशोरीलाई बलात्कार गरेर मारिन्छ र हत्यारा खुला हिँड्छन्? जहाँ एउटा गरिब वनपालेले सत्य देखे भनेर मारिन्छ, जहाँ एउटा बाबु आफ्नी छोरीको न्याय माग्दा माग्दै मर्छन्, जहाँ राज्य संयन्त्र अपराधी खोज्नका लागि होइन, अपराध ढाक्नका लागि प्रयोग हुन्छ। ठुलालाई कानुनले एकपटक पनि छोएन। नमिता, सुनिता मरेको 45 वर्ष भयो। यो गणतन्त्र नेपालमा पनि फाइल खुलेन। नमिता, सुनिता, निरा, उनीहरूले न्याय पाउनुपर्छ। हिजो नभए आज, आज नभए भोलि, तर न्याय पाउनुपर्छ। त्यो यो मुलुकको दायित्व हो। हवस् त, यस्तै अनसल्भ क्राइम केसका लागि ट्रिभर्स टिभी हेर्दै गर्नुहोला। नमस्ते।